जानकी टेम्पल फाइनल्ली कस्तो भिड हुने रहेछ यो मैले पुवालमा देखाइरहेको छु नि फुल्ली सुन हो रहेछ। हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म एकदम सन्चै आरामै छु साथीहरू। हजुरहरूलाई चाहिँ थाहा नै छ म कहाँ छु भनेर। म चाहिँ टुरमा छु भनेर चाहिँ मेरो भ्लग डेली भ्युअरहरूले चाहिँ थाहा नै छ। अनि जसले थाहा पाउनु भएको छैन उहाँहरूलाई चाहिँ आज म टुरको डे 4 मा छु साथीहरू। अनि अहिले मैले भ्लग स्टार्ट गर्दा चाहिँ ट्याक्कै 8 बजेको छ। हामी चाहिँ आज अलि बिहान नै रेडी भयौँ किनभने चाहिँ हामी आज सिन्धुली जानु पनि पर्नेछ र एउटा चाहिँ हामीले ट्रेनिङ छ क्या एफआरटिसीमा। अनि एफआरटिसीमा एउटा ट्रेनिङ भएको कारणले गर्दा चाहिँ हामी एकछिन आज चाहिँ बिहानै सामान प्याक गरेर चाहिँ हामी रेडी भइसकेका छौँ। हाम्रो गाडी पनि रेडी भइसकेको छ उतातिर। अनि साथीहरूसँग चाहिँ रमाइलो भइरहेको छ। आज चाहिँ हामी वहाँ जाने जनकपुर जानेवाला छौँ साथीहरू। जनकपुर जानकी टेम्पलमा चाहिँ जानेवाला छौँ साथीहरू। हेर्दै गर्नुहोस् है त। लेट्स सी गाइज। हाम्रो क्लास स्टार्ट हुन लाग्यो साथीहरू एफआरटिसीमा। जोरले बोला न, बिस्तारै बोल्दैछ। हाम्रो चियाले सम्मान हुँदैछ यहाँ। फरेस्ट म्यापिङ विथ लाइडार ड्रोन थियो हैन। चाहिँ हाम्रो यात्रा हुनेछ जनकपुरको। हाम्रो टोली अब मन्दिरतिर हिँड्दै जाँदैछौँ किनभने गाडी जान्न रे, त्यही भएर। म त आफै भर्ने हो। यी सागर पुलाइन हामी चाहिँ सागर पुल अरे यो चारतिरबाट घेरेका के पोखरी उता पनि छ। कता टाढा आइन्छ अब? ऊ यही हो त मन्दिर। यही हो। वाउ लाग्यो। यही हो। देखेन हो। तिमीहरू देखेन भने तिमीहरू 5 हो। घाममा नजाऊ है अन्जिस तिमी। किन? यहाँ यो जानकी टेम्पल फाइनल्ली कस्तो भिड हुने रहेछ यो मन्दिर। शान्ति यो भिड लास्टै हुने रहेछ। अब मन्दिर भिड हुने रहेछ क्या। आज बुधबार गाइडर इन्डियन आछ यार। इन्डियन छ कि पुरै मान्छे हुन्छ। हामीले केटा रहेछ नि धेरै त के फोटो खिचेर बसेका। आइपुग्यौँ हामी। कहाँबाट पूजा गर्नु हो क्या भित्र? यहाँबाट टिकट लाग्छ? लाग्दैन। ए जुत्ता खोल्ने हो यहाँ ट्याक्क सूर्यागमा। सूर्याग हटाइदिनु। सूर्यागमा बन्द रहेछ। बन्द। मन्सा त्यहाँ लग्न पाइन्न। यहाँ उफ्रो लाइभ देखिन्छ। भित्र क्यामेरा एलाउड नभएको कारणले गर्दा हामीले चाहिँ क्यामेरा लगेनौँ। सबैको खिचिदिन्छु म। क्यामेरा लगेनौँ, मोबाइल भिडियो गराएन। म चाहिँ पूजा गरेर फर्किसक्यौँ। हामी हेर्नुहोस् जानकी टेम्पल। कस्तो भइरह? एकदम राम्रो। हजुरलाई कस्तो भइरहेछ? हजुरलाई रमाइलो भइरहेको। भगवानले जुराएको। गर्मी भने एकदम है।
अब हाम्रो फोटो सेसन कार्यक्रम सुरु हुन्छ। एकदमै भिड छ भित्र बाहिर। सब सुनको हो अरे भन्ने सुन्छौँ हामी। साँच्चै हो कि बल्ल माथिको हेर्नुहोस् त, साँच्चीकै हो र? अनुसारले यस्तो गाली गर्छ नि। कस्तो पोल्दो रहेछ। हामी त म्युजियम प्रस्थान भएको छ, म्युजियम जान्न हामी त। कस्तो पोल्छ खुट्टामा त। ओए खुट्टै उचाल्न सकिन्न। आगोले पोले जस्तो रप्रो बिगर्छ नि। मेरो कन्फ्युज छैन है कति काम त्यसकै उयसमा चाहिँ स्मृतिमा चाहिँ पहिले बन्द थियो है, त्यहाँदेखि चाहिँ पछि खुलेको क्या। त्यतिखेर पहिले लन्चान दिन्थ्यो, माथि माथि सब हुन्थ्यो क्या, सब बन्द गरेर अनि माथिको मन्दिरको स्ट्रक्चरहरू चाहिँ यो माथि जानु क्या। यो मन्दिर चाहिँ यसमा चाहिँ कङ्क्रिट प्रयोग भएको छैन। यसलाई चाहिँ चुनाले मासको दाल अनि इँटाको धुलोले चाहिँ बनाएको थियो। त्यहाँदेखि यहाँनिर देख्नु यो केले फुट्यो अरे एन्जिस? इँटाको चुङढुङ्गाको धुलो अनि मासको दाल अनि त्यसपछि आएर इँटाको ढुट्टो अनि त्यसपछि आएर अनि बालु गिट्टीहरू बनाएको हो यो? यो म्युजियम है, यो म्युजियम। सबै गोल्ड हुन्? यो गोल्ड अरे सबै यो उफ्राको। भित्रै हुनुहुन्छ हौ अन्टीहरू। गोल्ड पुरै टुप्पोमा लगाएको छ नि, यो सबै गोल्ड अरे। यो मैले वालमा देखाइरहेको छु नि, यो फुल्ली सुनहरू। यो सानो देखिन्छ नि उफ्राको चुच्चो देखिने सुन अरे। यो चुच्चो उफ्रैसम्मको यो सुन पुरै सुन हो अरे के यो? ए वाउ, यो मेन गजुर अरे, मेन गजुर यहाँको। यो पनि सुनै हो अरे फुलले। यो चाहिँ कति ठुलो हो क्या अरू भन्दा पनि हेर्नु त। यहाँबाट पुरै नाच्थ्यौँ नि हामी। यो सबभन्दा ठुलो देखिने यो मेन मन्दिरको गजुर हो यो। अरू चाहिँ साना साना छन्। यो चाहिँ सबभन्दा ठुलो छ गजुर, अरू अलिक साना छन्। कति धेरै हो क्या सुन यहाँ त। यता जाने है यता। ल अन्डरग्राउन्डमा जाँदैछौँ। यो के हुन्? ओ एनजिस के हुन्? सीता माताले त्यतिखेर धारण गर्ने पोसाकहरू हो क्या। ए सीता माताले के गर्ने रे? बाल्यकालमा धारण गर्ने मुकुटहरू, धारण गर्ने मुकुटहरू हुन् रे। सीता माताले लगाउने मुकुटहरू हुन् रे यिनी चाहिँ धारण गर्दा। एन्जिस एन्जिस यिनी के हुन् यिनी? कहाँ छ? श्री जानकीजीको चन्द्रमा अरे। जानकीजीको चन्द्रमा अरे यो चाहिँ। जानकीजीका चन्द्रमाहरू। सीता माताको लुगा। वाउ, यहाँ चाहिँ यो मेटेको चाहिँ हामीले पढेनौँ र देखिनौँ पनि, थाहा पनि पाएनौँ। यहाँ पनि मेटेको छ हौ। हाम्रो गाइडज्यू चाहिँ अगाडि गइसकेको। लाइफमा गरेको मिस्टेकहरू सम्झिने अनि माफी माग्ने। कहाँ माफी माग्ने ठाउँ हो यता? यो माफी माग्ने ठाउँ अरे? यो त लेखेको छैन यहाँनिर त, लेखेर रहेन छैन। के हो थाहा भएन। यता के छ नि त?
मधेसी कल्चरमा मधेसी Not कल्चरको mine. टक्यो यो के हुन्न रे यो नभएर बिहेको छ यो धके चाहिन्छ रे बिहे गर्नका लागि मधेसीहरूलाई प्रतिकरको बिहे भयो नि प्रतीक ए अब निस्किन लाग्यौँ हामी चाहिँ यहाँबाट अब फेरि माथि ए अन्डरग्राउन्ड अन्डरग्राउन्ड नै बिर्सिरह्यो तल जब झरेको त माथि गएर आएर हामी अन्डरग्राउन्ड भएको के अब हामी बाहिर निस्किहाल्यौँ यहाँबाट यहाँको रमझम आजको अब मन्दिरबाट बाहिर निस्केर लागिसक्यो एकदमै पोलेर छ अब जुत्ता लाएर चाहिँ हामी अब अर्को कहाँ जानु पाइन्थ्यो यहाँ सब घुम्नु पाइन्थ्यो यहाँबाट फुल्ली घुम्न पाइन्थ्यो अरे पहिले योबाट प्रस्थान गरेर सबै घुम्न पाइन्थ्यो अरे तर अहिले चाहिँ रोक लगाएर किनकि चोरी भयो केटाहरू अझै फोटो यिनीहरूको फोटो हो ए भगवान् हामी चाहिँ विवाह मण्डपमा जानु लाग्यौँ आइपुग्यो यहाँको विवाह मण्डप यहाँ चाहिँ यो दाइजो दिन नसक्नेहरू आएर विवाह गर्नुहुन्छ अरे के दिन विवाह अरे यो मन्दिर विवाह पञ्चमीको दिन यो मन्दिरमा चाहिँ भोलि छाडी पर्छ यहीँभित्र जो बस्ने विवाह गर्नको लागि बस्ने यहीँभित्र मण्डप चाहिँ अब लगाम भनेर चाहिँ यो मन्दिर घुम्न लाग्छ एकचोटि हाम्रो हतार पनि भइसक्यो हाम्रो सर चाहिँ गइसक्नु म्याम मात्रै हुन्छ घुमौँ भनेर घुम्दैछौँ यो चाहिँ मधेसीहरूको गरिबी हुनुहुन्छ दाइजो दिन नसक्ने उहाँहरूले आएर बिहा गर्नुहुन्छ अरे रामनवमीको दिन यहाँ अरे विवाह पञ्चमीको दिन अरे रामनवमी होइन त्यो दिन चाहिँ विवाह गर्नुहुन्छ अरे यहाँ चाहिँ राम्रो रहेछ हुन्थ्यो क्या यहाँ त्यतामै बिहा हुने क्या त्यस्तै क्या एकदम त्यो घरमा हामीले त्यो जङ्गली पार्नु यहाँ हुन्थ्यो क्या कति धेरै थियो ए त मैले त के सोच्थेँ भने चाहिँ मधेस भने चाहिँ ऊ होला के भन्छ भने एकदम यो विकसित छैन होला यो चाहिँ ऊ छ होला भनेर सोचिराखेको थिएँ झन् विकसित रहेछ भनेको मधेस त बाटो पनि कस्तो राम्रो है म्याम अहिले हेर्दाखेरि चाहिँ हाम्रो हेटौडा चाहिँ त्यस्तो भयो क्या अपोजिट हेटौडा त यसको त आलु हो त्यो बाटो कस्तो छ त्यो राम्रो एक खनको चामल लिएर आउँथ्यो कि यहाँ कति स्क्वायर लाउँथ्यो यति धेरै लोकर चाहिँ खुर्कुर कुदेर आउँथ्यो क्या लोकर क्या जानु यहाँ कति धेरै छ कि भित्र ए एउटा देखेको सक्यो आज घुमेर जानकी मन्दिर पनि रमाइलो होइन एकदम रमाइलो भयो अब हाम्रो घर सबैजना डिसिप्लिनमा बसे मलाई खुसी लाग्यो अब हाम्रो फर्किने बेला भयो तारिफ भइरहेछ अब फर्किने लागिमा हाम्रो टाइम एकदमै धेरै भइसक्यो हामी पुग्नुपर्ने सिन्धुली हो कति बजी हो 2:30 भइसक्यो इसलाई 2:30 भइसक्यो पुग्नुपर्ने सिन्धुली फेरि हामी ब्याक भएर चाहिँ त्यहाँ बर्दिवास अरे सिन्धुलीमै बस्छौँ हामी बर्दिवासभन्दा गएर के अरे जम्दी गाडो के बर्दिवासमा त्यहाँबाट चाहिँ माथि फेरि सिन्धुली पुग्नुपर्छ हामी त्यही भएर अब फर्किन लागिसक्यौँ
टाइम इज भेरी इम्पोर्टेन्ट हाम्रो लागि। लाग्यो हाम्रो टोली अब बाई बाई। अब वान वे छोरी कि वान वे तपाईँहरू नि यहाँ पनि ट्राफिक फलो गर्नुहुन्छ र अनि बाइकको सर्ट मेरो पनि सिस्टर के छ है। हामी चाहिँ आइपुग्यो गाइज। अब रुम सफा गर्नुपर्ने छ आइपुगेर। यस्तो छ रुम आफ्ना बाटै बगाउँदै। गाइज हामी चाहिँ फाइनल्ली आइपुग्यौँ सिन्धुली। सिन्धुली आएर हाम्रो बस्ने व्यवस्था हुँदैछ। केटीहरू भित्रबाट हाल्दैछन् भने केटाहरू चाहिँ बाहिर बस्ने अरे टेन्टमा, किनभने यहाँ रुम नरहेछ, एउटा हल मात्र रहेछ। हामी बस्ने भइहाल्यो। अनि त्यसपछि केटाहरू यहाँ केटाहरू तल बस्न लाग्छन्, टेन्ट टाँगिरहेछन्। हाम्रो व्यवस्था हुँदैछ गाइज। तिनीहरूको टेन्टको व्यवस्था हुँदैछ। गाह्रो है यिनीहरूले टेन्ट मिलाउन बिचराहरू। रातभरि गीत गा सुन्नु भयो यिनीहरू। आज त झन् झन् रातभरि गीत गा सुन्ने भयो यिनीहरूको झन् तलमाथि। तिनीहरूको फाइनल लुक देखाउँछु अहिले पछि म। राम्रो रहेछ त बस्न त है। बस्ने व्यवस्था राम्रो रहेछ उता भन्दा झन् सरलाई भन्दा नि। तर केटाहरूले चाहिँ बिचराहरूले गाह्रो हुने भयो। हामीलाई चाहिँ ठिक छ, एकदम बेस्ट छ, एकदम बेस्ट छ हाम्रो लागि भने। सकिमलाई बढालेर नि अब खुट्टा खुट्टा जोड्ने हो क्या। अब खाना बनाउने कार्यक्रम सुरु हुँदैछ गाइज। हाम्रो चाहिँ लाइटर छ म्याम, लाइटर धुप बाल्ने हामीलाई के धुप बाल्न माथि मेन्सन कोकोलाई गर्नु अहिले